नमस्ते नमस्ते सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुहुने आम नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा म आज परदेशी महेन्द्र शाही एमपी ज्यूले जीवनको यथार्थता भन्ने शीर्षकको गजल मलाई वाचन गरिदिन हुन भनी बिरानो सहर मुम्बईबाट पठाएकोले म आम श्रोता समक्ष वाचन गर्न चाहन्छु। जीवनको यथार्थता सकिन पनि जीवन यस्तो आधारमा सकियो, सकिन पनि जीवन यस्तो आधारमा सकियो, यहाँ खुसी बाँड्दा बाँड्दै मेरो उपहारमा सकियो, यहाँ खुसी बाँड्दा बाँड्दै मेरो उपहारमा सकियो। म पसिनासँग धन साट्न परदेशिएको मान्छे, म पसिनासँग धन साड्न परदेशिएको मान्छे, थाहै भएन रगत पनि कारोबारमा सकियो, थाहै भएन रगत पनि कारोबारमा सकियो। बाल्यकालमै गाउँघर परिवार छोडेर, बाल्यकालमै गाउँघर परिवार छोडेर यो जिन्दगी खुसीको इन्तजारमै सकियो, यो जिन्दगी खुसीको इन्तजारमै सकियो। हरेक परिस्थितिमा जुम्राको झैँ हालत भएपछि, हरेक परिस्थितिमा जुम्राको झैँ हालत भएपछि अर्काको भरोसामा जिन्दगी बेकारमा सकियो, अर्काको भरोसामा जिन्दगी बेकारमा सकियो। गाउँमा मेरो पुरानो झुपडी भत्किएको छ रे, गाउँमा मेरो पुरानो झुपडी भत्किएको छ रे, छानो हाल्ने आशामा ज्यान परदेशमै सकियो, छानो हाल्ने आशामा ज्यान परदेशमै सकियो। तँलाई कुन परिभाषाले कसरी सम्झाउँ ए जिन्दगी, तँलाई कुन परिभाषाले कसरी सम्झाउँ ए जिन्दगी। म जस्ता सोझाको कहानी यो संसारमै सकियो, म जस्ता सोझाको कहानी यो संसारमै सकियो। सकिन पनि जिन्दगी यस्तो आधारमा सकियो, सकिन पनि जिन्दगी यस्तो आधारमा सकियो, यहाँ खुसी बाँड्दा बाँड्दै मेरो उपहारमा सकियो, यहाँ खुसी बाँड्दा बाँड्दै मेरो उपहारमा सकियो। धन्यवाद। बिरानो सहर मुम्बईबाट परदेशी महेन्द्र शाही एमपीज्यूले पठाएको गजल उहाँलाई हार्दिक धन्यवाद, मुरी धन्यवाद भन्न चाहन्छु। हवस् त, धन्यवाद। जय नेपाल, जय देश।